चाहन्छु र यो कार्यक्रम एकदमै सफल राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु। मलाई त यो 4-4:30 बजेसम्म नै यहाँ बसेर भाइ बहिनीहरूसँग नाच्दै गाउँदै एकदम रमाइलोसँग बस्ने मेरो चाहना थियो, इच्छा थियो। अनिल भाइले फोन गर्दाखेरि म एकदम खुसी भएर पहिल्यै वचन माने, हुन्छ भाइ, मेरो त नजिकको ठाउँमा आयोजना गरेर लागेका छौ, म बिहानैदेखि त्यो कार्यक्रममा सहभागी हुन्छु, तिमी ढुक्क हौ भनेर भनेको थिएँ। तर एक्कासी मेरो एउटा प्रोग्राम जुध्यो, त्यो कारणले गर्दाखेरि म चाँडै निस्कनु पर्ने भयो। यसको लागि म सबै भाइ बहिनीहरूप्रति सरी पनि भन्न चाहन्छु र मन नभए पनि मेरा सहकर्मी शिक्षक साथीहरू हुनुहुन्छ, उहाँहरूसँग एकदम रमाउनुहोस्, खुसी हुनुहोस्, हाँस्नुहोस्, गाउनुहोस्। अनि त्यसपछि यहाँ जे छ खानेकुराहरू मिठो मानेर खाएर एकदम हँसिलो खुसिलोसँग बिदा हुनुहोस्। र त्यो सँगसँगै योभन्दा अगाडि हाम्रो सम्पर्क टुटेको भए पनि अब यो भेटघाटपछि चाहिँ सबैको मोबाइल नम्बरहरू सेयर होस् र सबैको बिचको सम्बन्ध अझ गाढा हुँदै जाओस् भन्ने शुभकामना म तपाईसहितमा आफ्नो भनाइ यही अन्त गर्छु। धन्यवाद। धेरै धेरै धन्यवाद।